मर्निङ सम्पूर्णमा र जताततै पानी उम्रेछ हिजोको पानीले है। यी पहिरो पनि गएछ यहाँ त हो, पहिरोहरू झरेर भएछ कोकसमा। हाम्रोतिर चाहिँ यस्तो भएछ, तपाईँकोतिर चाहिँ के छ कुनी है? पानीहरू पुरा पलाएको छ है, देखाउँदैछु म तपाईँहरूलाई। जताततै पानीहरू बढेर यो धारा पनि ठुलो भयो होला, यहाँ पनि झरेछ पहिरो। आमामामामामा हेर लु पानी बढेर, आमामामा सुक्नै आँटेको धारा थियो, पहिरो झरेछ यहाँ। हेर्नु लु आमामा, हेर घरमा जाने पानी त बर्बाद हेर्छ नि त। अहिले त केही पनि नगरी पनि भन्छु बस। आमामामा है तेरिका के खालको हुनु पनि अस्ति पर्नुपर्ने पानीहरू परेन, त्यसै बिगार गर्छ नि। बाटो चाहिँ मैले यो धारा छेउमा मात्रै पो झरेको होला, यो मात्रै भनेको त यहाँ पनि लङ्गै झरेछ नि त। के बित्दा तल अब ड्युटी नपुगिन्जेल चाहिँ पहिरै मात्रै भेट्छ होला है आजको अपडेटमा चाहिँ। फेरि अर्को पहिरो, आमामामा आज म पहिरै मात्रै देखाउँछु है, देखाउँदिनँ होला। यो अलिक सानो रहेछ, उपरमा पनि भएको रहेछ। यो खालकोहरू त कतिवटा छोडे मैले है, हेर्दै जाउँ। अब म चाहिँ ह्याप्पी पहिरो डे भन्छु होला हौ यो खालके। यसरी चाहिँ गएको देख्दा चाहिँ त्यही अलिक टाढाबाटै चाहिँ। यो चाहिँ तपाईँको टिस्टाले है दुर्गा मन्दिर छेउको, यहाँ हेर्नुहोस् न। ऊ पर त झन् भेन झन्डै पुरेछ है, त्यहाँ हेर्नुहोस् त। यस्तो चाहिँ तपाईँकोतिर चाहिँ कस्तो हुँदैछ? सबैजना सन्चै सबिस्दै हुनुहुन्छ होला नि है। पानीको मुल्कहरू फुटेर हेर्नु न बाटोभरि कस्तो चाहिँ हो। अब हाइवेको रोडमा पनि यो खालके आमामा यो खालको पानी भयो भने चाहिँ पक्का पनि बाटो बन्दै छ जस्तो छ। हाइवे गाडीहरू पनि छ यही। हाइवेको अपडेट चाहिँ कन्फर्म चाहिँ छुइनँ र पनि यत्रो भयो कुदाको खै आएको छैन गाडीहरू त्यहाँबाट दुईपट्टिबाट। आमामामामामामा के हो यस्तो? ठेट हेर लु समलाई लु के हुन आँटे चाडबाडको टाइममा है। र साथीभाइहरू हाइवे चाहिँ कन्फर्म बन्द रहेछ है। सिलगढी जाने पनि यो तपाईँको 29 माइल है, गेलखोला साइड पनि दुईपट्टि बन्द भएको रहेछ है। खोलाको अपडेट देखाउँदा चाहिँ फेरि पनि लु अब चाहिँ यस्तो भएछ है फेरि ल आम्मामा टिस्टा चाहिँ यो खालके भएछ है। ए तेरिका के हो यस्तो ऱ्याङमा हेर पानी चढेर। बाङ्गेको पुल त खोपेछ त्यसो है, एनएसपिसी बाङ्गे खोला। ल त साथीभाइहरू आजको भ्लगलाई है यहीँनिर राख्दैछु।